बुढा र बुढीको सम्बन्धलाई नि बलियो बनाउने यो चारवटा कुराहरू। यदि यो चारवटा कुरा तपाईहरुले सुनेर फलो गर्नुभयो, मान्नुभयो भने नि तपाईहरुको सम्बन्ध एकदमै बलियो हुनेछ। सुन्नुहोस् है त। नम्बर 1, चाहे बुढा होस् चाहे बुढी होस्, केही कुरा बोलिरहेको बेला नि त्यो कुरालाई नरोक्नुहोस्, नकाट्नुहोस्, पुरा सुन्नुहोस् र बुझ्ने कोसिस गर्नुहोस् र बुझाउने कोसिस गर्नुहोस्। नम्बर 2, जति नै रिस उठ्यो भने पनि नि हो त्यस्तो शब्द कहिले नबोल्नुहोस् जुन चाहिँ शब्दले नि एक अर्काको आत्मा सम्मान तकलाई ठेस पुगोस्। नम्बर 3, पैसा भन्दा पनि बढी एक अर्काको विश्वास र हिम्मत बनिनु सिक्नुहोस्। नम्बर 4, जति नै बिजी भयो भने पनि नि दिनमा एकचोटि एक अर्काको लागि समय निकाल्नुहोस्। चाहे आधा घण्टा होस् चाहे 20 मिनेट होस्, एक अर्कासँग बस्नुहोस् र सल्लाह गर्नुहोस् र आगे के गर्न छ त्यो सब कुराको प्लानिङ गर्नुहोस्। अनि हेर्नुहोस् तपाईहरुको बीचको सम्बन्ध नि एकदमै बलियो हुनेछ। यो चारवटा कुराहरू फलो गर्नुभयो भने याद राख्नुहोस्।